हामी यहाँ सोलर फिट गर्न आएका छौँ। गर्मी मौसममा पनि सोलर फिट हुन्छ। गर्मी मौसममा चाहनुहुन्छ भने सोलर फिट गर्न सक्नुहुन्छ। सस्तो पर्छ है सिजीको सोलर। तपाईहरुलाई यसो चाहियो भने हामीलाई सम्पर्क गर्नु होला। फिट गर्दैछौँ, सुरुदेखि फिट गर्दैछौँ, हेर्नु होला है, राम्रोसँग गर्दैछ है। हस्, पहिला स्ट्यान्ड तयार गर्नुपर्छ है। म स्ट्यान्ड तयार गर्दैछु। हेर्नुस्, स्ट्यान्ड तयार गर्नुपर्छ। यो ठाउँ छ, पहिला स्ट्यान्ड तयार गर्नुहोस् अनि त्यसपछि राख्नुपर्छ है। हस् ल, फाइनली हाम्रो स्ट्यान्ड तयार भयो। फाइनली स्ट्यान्ड तयार रेडी भयो हाम्रो। स्ट्यान्ड रेडी भइसक्यो। अब यो ट्याङ्की निकालेर राख्छौँ, त्यसपछि ट्युब हाल्छौँ। अब ट्याङ्की राख्छौँ हैन। यो ट्याङ्की हो 250 लिटरको ट्याङ्की। अब यहाँ ट्याङ्की माथि राख्छौँ है। स्ट्यान्ड पहिला सुरुको स्ट्यान्ड तयार गर्नु है, अनि त्यसपछि ट्याङ्की राख्ने। ट्याङ्की राखिसकेपछि पाइप पानी जोइन गर्ने यहाँ छ। ट्याङ्कीबाट आएको पानी इन पानी यहाँबाट जान्छ, आउट त्यहाँबाट निकाल्ने हो। ट्याङ्की दुईटा छ, हजार को हैन, सब पानी पुग्छ है। ल है त, अब स्ट्यान्ड राख्छौँ हामी। सबै तयार गरिदिसक्यो हामीले। अब ट्युब हाल्न मात्र बाँकी छ अनि पाइप कनेक्सन बाँकी छ है। सिजीको सोलर फिटिङ कसरी गर्ने भनेर गरिरहेछौँ हामीले। अब पाइप जोड्न बाँकी छ। ट्याङ्की पनि राखिदिसक्यो, सबै तयार भइसक्यो। तपाईको 50% काम लगभग भइसक्यो। ट्युब हाल्न बाँकी छ, 60% भनौँ न। यो ट्युब हाल्न बाँकी छ अनि पाइप जोड्न बाँकी छ। जोडिसकेपछि यो लगभग हाम्रो सकिन्छ। एउटा सोलर फिट गर्न लगभग तपाईँ एकजना हुनुहुन्छ भने 1 घन्टा, 1 देखि 1.5 घन्टा लाग्छ। 2 जना हुनुहुन्छ मिलेर गर्नुहुन्छ भने 1 घन्टा त लाग्छ हजुरहरुको है। ल हस् त, अझै काम जारी नै छ हाम्रो, गर्दैछौँ है। ल यस्तो गरेर सिक्नु होला। चाहियो भने हामीलाई सम्पर्क गर्नु होला है। सिजीको सोलरहरू, चिम्नीहरू, सिजीको चिम्नीहरू, तपाईँको फिल्टरहरू, गिजरहरू जे चाहिन्छ त्यो सम्पर्क गर्नु होला। यो यहाँ छ ट्युब, अहिले फिट गर्छ हामीले। यहाँ स्याम्पल पनि तयार गरिसकेको छ। स्याम्पल पनि तयार गरेर छौँ, हामीलाई सजिलो हुन्छ भनेर। हस् त, यहाँबाट पाइप जोडेको, जोडेर यहाँबाट जोडे है। ऊ त्यहाँ निकाल्दैछु मैले एयरको लागि राख्दैछु। आउट यहाँबाट जोडेर है। अनि यहाँ छुट्याएको रहेछ पाइप सोलरको छुट्टै, यही पाइप थियो, यहाँबाट काटेर जोडिदिएको छु। अब हामीले फिट गर्छौँ हैन। यहाँ एयर पाइप भइसक्यो। यति भइसकेपछि अब फिट गर्नेछौँ। हस् त, फुटेको छैन नि त। हेर्नुस्, ठिक छ 20वटा। अब यो चाहिँ यसमा यता यसमा हाल्नु छ ए। हेर्नु, फिटिङ भइसक्यो। ट्युब हालेर सकिसक्यो। फाइनल भइसक्यो। हेर्नु, पानी हालिदिन्छु, यहाँबाट पानी निस्किन्छ, त्यसपछि टाइट गर्नेछु म। इनलेट यहाँबाट जोडेका छौँ। हेर्नुस्, आउटलेट यहाँबाट निकाल्ने हो। त्यो चाहिँ एयर फाल्ने। यहाँ चाहिँ ड्रेन वाटरको टाइट गर्दैछु टेप लाएर। यहाँबाट पानी अहिले आउँछ अनि त्यसपछि त्यहाँ
यहाँबाट मुनि जान्छ तल धारोहरूमा सरहरूमा चेक गरेर अनि बल्ल जान्छु है। भइसक्यो हजुरको।